प्रवेशद्वार यहाँदेखि चाहिँ माथि एन्ड हुनुपर्ने ल जय शम्भु लिफ्ट लिफ्ट हिँडेर जाने पनि लाइन भयो लिफ्टमा लाइनमा हो लिफ्टमा चाहिँ लाइनमा ए हिँड बोकेर हिँड लिफ्ट नकुने लिफ्टमा लाइनै लाइन रहेछ हामी भनेको त दगुर्ने हो रिङटा चढेर लडिन्छ कि एक तला दुई तला भयो 3 स्टेप ए माछाले माथि पुग्दा टेङ्गटा चल्छ कि क्या हो है टाको गल्नु पनि छ पैसा तिरेर चढ्नु पनि छ गाह्रो छ हौ सात तला पुगिसकेको छ आइस पुग्नु आँट्यो माथि टुप्पा ए अझै छ 20 मा पो आइपुगेको 10 तला फ्लावर 13 मा पुग्यो 9 ताले धर भने त 13 पुगिसक्यो त 19 ताले 14 फ्लावर ए सरी फ्लावर 14 फ्लावर 15 रहेछ अझै छ फ्लावर 17 22 रहेछ हो म 9 देखि त 22 पुर्याएको 19 अब चाहिँ लास्टै होला फाइनली यो चाहिँ सबैभन्दा माथिको भ्यू टावर भ्यू अब चाहिँ बल्ल आइपुग्यो काठमाडौँ एउटादेखि देखिने यो चाहिँ यस्तो देखिन्छ भिडियो पनि त्यस्तै हेर्नेहरूको हो काठमाडौँ सिटी काठमाडौँ सिटी माथि टावरदेखि देख्ने ए त्यसरी भिड थाम्दा पो रहेछ हो कति किलोमिटर त्यसो टाढो